माता कालीले भगवान शिवमाथि आफ्नो खुट्टा किन राखिन्? यो जानाजानी थियो कि गल्तीले? त्यसैले म तपाईलाई यसको वास्तविक कथा सुनाउँछु। प्राचीन समयमा रक्तबीज नामक एक राक्षस थियो। उसलाई एउटा विशेष वरदान थियो। जब उसको रगतको थोपा जमिनमा खस्थ्यो, उसको जस्तै नयाँ रक्तबीज राक्षस जन्मन्थ्यो। अनि जब नयाँ राक्षसको रगत बग्थ्यो, त्यसबाट पनि नयाँ राक्षस जन्मन्थ्यो। यसो गर्दा हजारौं होइन लाखौं रगत बग्थ्यो। अब त्यो राक्षसले पृथ्वीमा मानिसहरूलाई मात्र होइन, देवताहरूलाई पनि डरमा राखेको थियो। अब उसलाई मार्न धेरै गाह्रो थियो। त्यसपछि माता दुर्गाले आफ्नो भयानक क्रोधले एक शक्ति अर्थात् माता कालीको जन्म लिइन्। माता कालीले युद्ध सुरु गर्ने बित्तिकै सबै देवताहरू जे कुराले डराएको थियो त्यही कुरा भयो र सयौं नयाँ रक्तबीज उत्पन्न भए। यो देखेर माता कालीको क्रोध 100 गुणा बढ्यो। अब माताले त्यो राक्षसमाथि त्रिशूल चलाउने बित्तिकै उसको शिर अलग भयो। तुरुन्तै माताले आफ्नो जिब्रो फैलाएर रक्तबीजको रगत खस्नु अघि नै पिइन्। त्यसपछि सबै रक्तबीजहरूलाई मारेर उहाँले सबै रगत पिउनु भयो र उहाँको क्रोध 100 देखि 200 गुणा बढ्यो। पृथ्वी काँपिरहेको थियो। समुद्र काँपिरहेको थियो। देवताहरू डराएर यताउता दौडन थाले। त्यसपछि देवताहरूले भगवान शिवलाई प्रार्थना गरे, हे महादेव, केवल तपाई मात्र माता कालीको क्रोधलाई शान्त पार्न सक्नुहुन्छ। शिवले देवताहरूको पुकार सुने र माता कालीको अगाडि युद्धभूमिमा पुगे। तर माता भयंकर रिसमा थिइन्। उनले शिवलाई पनि देखिनन्। त्यसपछि भगवान शिव माताको खुट्टामा पल्टिए। माता कालीको खुट्टा शिवको छातीमा पर्ने बित्तिकै उनको क्रोध तुरुन्तै शान्त भयो। जब उनले तल हेरे, उनले आफ्नो प्रिय पति शिवलाई देखे। यो देखेर उनको जिब्रो लज्जित भएर बाहिर आयो। यसपछि शिव मुस्कुराउँदै भने, हे माता, तिम्रो यो रूप ब्रह्माण्डको सन्तुलनको लागि थियो। तर यो रूप अब पृथ्वीमा ठूलो धुमधाम र शोभाका साथ पूजा गरिनेछ। यही कारणले गर्दा चित्र र मूर्तिहरूमा माता कालीको भगवान शिवमाथि उभिएको देखाइएको छ, जुन धेरै शुभ मानिन्छ। शिवजीको सच्चा भक्तहरूले मलाई फलो गरेर कमेन्टमा हर हर महादेव लेख्नुहोस्।